हो इट्स सन्डे अनि यो चाहिँ हाम्रो सेकेन्डवाला विकको ब्लग हुनेछ अनि वी आर प्लेइङ सानो गेम अनि यो चाहिँ सुकृति चाहिँ यसमा टोटली के कस्तो भन्छ ऊ अननोन छ होइन हामी उसलाई सरप्राइज दिन लागेको छौँ होइन एकदमै इम्पोर्टेन्ट पार्ट हो यो विकको चाहिँ एकदम इम्पोर्टेन्ट पार्ट भनेर बिगिनिङ तर म अननोन छु मलाई यिनीहरूले के गरेछ भने मलाई केही थाहा छैन उसलाई भनेको छैन यो एकदमै इम्पोर्टेन्ट इमोसनल पनि हुन सक्छ या अब अरू इग्नोर स्टार्ट है एकचोटि डर पो लागेछ तिमीले त 3 2 1 ह्यापी बर्थडे ह्यापी बर्थडे सुकृति भोलि बर्थडे हो होइन अनि उसले चाहिँ हामीलाई इग्नोर गरेर कलेज आउँदैन होइन अनि त्यसैले भोलि कलेज नआउने भनेर छ त्यही भएर हामी फर्स्ट विसर त बन्द गऱ्यो नि त अनि त्यही भएर फर्स्ट विस सुरुमै हामीले विस गरिदिइहाल्यो उसको लागि के अरे जे 5 स्टार होटेलहरू हेरेको थियो नआउने भनेपछि वाट क्यान बी डु भोलितिर मेरो हामी बिहानै कलेज छ नि त अनि भोलि म नुहाउनु पऱ्यो के अरे पूजा गर्नु पऱ्यो है त्यही भएर भोलि म कलेज अनि एउटा एकदमै इम्पोर्टेन्ट पार्ट चाहिँ छुटेछ कि अघि उसले होइन भोलिमा आउँदैन एकदमै इम्पोर्टेन्ट छ भोलिमा आउँदैन एकदमै त्यो के भन्छ त्यसलाई सुनि ओडै आएन कि मलाई थाहा नै नभएको भयो होला होइन भन्दै थियो उसले है अनि हामी चाहिँ थाहा नै नभए जस्तो हामीलाई बाल हामी त भोलि यता जानु छ उता जानु छ एकदमै इम्पोर्टेन्ट ठाउँमा जानु छ सिया अड्डामा जानु छ यहाँ जानु छ उहाँ जानु छ भनेर भनेर त्यो उसको फेस हेर्न लागेको थियो कि हेलो गुड मर्निङ आज चाहिँ जनवरी 5 हाम्रो सुकृति साथीको बर्थडे हो अनि चाहिँ आज बर्थडे भएर कलेज आएको छैन किनभने मन्दिर जान्छु भन्दै थियो अब हामी उसलाई भेट्न जाँदैछौँ लेट्स गो ब्याचलर्समा खाएको थियो अनि मास्टर्स लेभलमा आएर खाँदैछ चले जस्तो मेरो टाइममा कामहरू चाहिँ स्पेसिफिकली मलाई हुँदै जाओस् भन्ने टाइमले चाहिँ मलाई कहिले पनि हुँदैन जस्तै हरेक टाइममा राम्रो राम्रो काम गर्न सक्दैन हो बर्थडे भएर हो कि के हो होइन सुकृतिले मोबाइलसँगै क्यामेरा ह्यान्डल गर्थ्यो आज उसले छोएको पनि छैन डोन्ट नो बर्थडे भएर भाउ बढ्यो कि भ्लगलाई बिर्सियो कि अनि आज बर्थडेको दिन त अब यिनीहरूले बनाउनु पऱ्यो नि त अनि मैले त कति समात्नु रहेन अनि आज त तिनीहरूले समात्ने अनि म यसो इन्जोय गर्ने रमाइलो गर्ने है एकचोटि नाच यार गर्ने स्वस्तिका पुरा बर्थडे भनेर होइन सुकृतिको बर्थडे भनेर बुट सुट लगाएर आइरहेको छ पुरा डन पारामा होइन अनि म अनि सुकुनी अनि राम्री भइरहेको छ नयाँ घडी लगाएको छ नि त बुट लगाएर आउँछु अनि नयाँ घडी लगाएर आएको छ होइन म मात्र हो इभन धुँदा नि नधोएको जुत्ता लगाएर आएको छु अनि ल सुकु चाहिँ अब अफिस जान्छ होइन बाई अनि अब हामी चाहिँ गयो अब हामी पनि जाने घर हेलो गुड मर्निङ इट्स ट्युसडे है ट्युसडे हो आज चाहिँ अनि आज चाहिँ स्वस्तिकासँग हाम्रो हल्का कुरा अलि मिलिरहेको छैन स्वस्तिका चाहिँ अब पढ्नलाई अलिक ट्यालेन्ट हो नि त अनि पछि गेटिङ गोल्डन अपर्च्युनिटी बट सी इज इग्नोरिङ है अनि हामी चाहिँ केही छैन स्वस्तिका यहाँ
हामीले भन्दैछौँ, हामीले उसलाई मोटिभेट गर्दैछौँ कि लाइफ म अलि पढिरहेको थिएँ कि लाइफ अलि लामो छ अनि कुनै कुनै कुराहरूलाई चाहिँ अनि त्यो अपर्च्युनिटीहरू Directly मिस भन, गर्न directly भन, मिस गर्न हुँदैन कि अहिले दाइसँग कुरा गर्दैछ होइन अनि सोच्दै राम्रो अपर्च्युनिटी लिएको छ होइन हाम्रो सोच्दै गरिरहेको छ वाट टु डु कसैले कमेन्टमा सम्झाइदिनु अपर्च्युनिटीको युटिलाइज गर्नुपर्छ भनेर हेलो गुड मर्निङ आज चाहिँ जनवरी 8 अनि हामी चाहिँ अहिले हाम्रो ब्रेक भएर अनि हामी यहाँ नास्ता खाएको छौँ अनि हामीले चाहिँ अब चिया र परोठा अर्डर गरेको छौँ हामी यहाँ किन्दै छौँ है अनि आज चाहिँ हाम्रो त्यो इभ्यालुएसनवाला हामी चाहिँ एकदमै आइलक्सवाला सिटमा छ त्यहाँ मस्त छ आजको सुती गइरहेको छ हामी त्यही आज चाहिँ आइरहेको कलम मेरो बहिनीलाई भेट्न रोजीलाई भेट्न रोजीसँग भेटेँ फेरि एउटा स्टेप अब रोजीलाई त्यो सब्सक्राइब गर्दा है निकल्छ गरिसक्यो भने चाहिँ कमेन्ट थ्याङ्क यू गरेँ नि है हेलो गाइज म फाइनल्ली कलङ्की आइपुगेँ यो चाहिँ मेरो बहिनी रोजी बिराम भइरहेको छ ज्वरो आइरहेको छ चिसो लागिरहेको छ कलङ्कीमा चिसो छ नि त अनि बिराम भइरहेको छ कति देखिरहेको छ देखिन ल बाई आज चाहिँ हाम्रो थर्सडे हो है अनि आज हाम्रो फाइनेन्सियल एकाउन्टिङको क्लास छ अब हाम्रो क्लास चाहिँ अब सर आउँदै हुनुहुन्छ अनि सर आएपछि चाहिँ अब हामी क्लासरुममा जान्छौँ हामी चाहिँ बाहिर नै छौँ है सर आउनुभयो अब हामी गयौँ बाई मर्निङ आज चाहिँ फ्राइडे हो अनि आज चाहिँ हाम्रो हजुरहरूले बिर्सिनु भयो कि सम्झिनु भयो आज चाहिँ हाम्रो भिडियो पोस्ट गर्ने दिन हो यो चाहिँ हाम्रो सेकेन्ड भिडियो रहेको छ अनि सब्सक्राइबरहरू लाइकहरू भ्युजहरू बढ्दैछ जुन कुराले हामीलाई एकदम मोटिभेसन मिलेको छ अझै योभन्दा नि बढी मोटिभेसन मिलोस् हामीलाई मोटिभेट गरिदिनु होला सबैजनाले सपोर्ट गरिदिनु होला त्यही आशा राखेर चाहिँ यो भिडियो अपलोड गर्न गइरहेका छौँ सबैजना स्वस्थ रहनुहोला मस्त रहनुहोला व्यस्त रहनुहोला हामीलाई पनि सपोर्ट गरिदिनु होला कमेन्टहरू पनि राम्रो राम्रो गर्नुभएको छ सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ थ्याङ्क यू सो मच